अस्पतालमा दैनिक लास चिर्ने एउटा व्यक्ति जसको चाहिँ जीवन कस्तो होला त, उसको दैनिकी कस्तो होला, उसले के खाला, उसको को कस्ता मान्छेहरूसँग उठबस होला, उसले के कस्ता कामहरू गर्ला भन्ने एउटा त्यो जिज्ञासा, उसको मनोविज्ञान चाहिँ यो चलचित्रमा छ। लास चिर्ने व्यक्तिको मनोविज्ञान यसमा छ र यो चाहिँ अब यो चिकित्सा क्षेत्रको एउटा कथा भएको हुनाले चिकित्सा क्षेत्रमा भएका केही विकृतिहरूको चिरफार पनि हामी यसमा गर्नेछौँ। सर्वप्रथम म भुइँ मान्छेको पूर्ण सफलताको लागि आफ्नो तर्फबाट र आफू संलग्न रहेको सम्पूर्ण सङ्घ संस्थाहरूको तर्फबाट हार्दिक शुभकामना अभिव्यक्त गर्न चाहन्छु र यहाँनिर एउटा कुरा उल्लेख गर्नु प्रासङ्गिक होला भन्ने मैले अनुभूत गरेकोले उक्त कुरा निवेदन गर्ने अनुमति पनि चाहन्छु। म चलचित्र क्षेत्रमा प्रवेश गर्दा 14 वर्षको थिएँ। आज म जीवनमा एउटा लामो र निरन्तर यात्रा पार गर्दै चलचित्रलाई यो लेभलसम्म बुझ्न सक्ने सामर्थ्य राख्ने मान्छेका रूपमा रूपान्तरित भएको छु। यो 49 इयर्स अथवा 49 वर्ष लामो चलचित्र यात्रामा मैले चलचित्रलाई धेरै नजिकबाट निहाल्ने मौका पाएको छु अथवा बुझ्ने मौका पाएको छु। यो इन्डस्ट्री जहिले पनि यंगर जेनरेसन ड्रिभन इन्डस्ट्री हो। यसलाई जहिले पनि नवआगन्तुकहरूले अपेक्षित मात्रामा गतिशीलता प्रदान गरेर यहाँसम्म पुर्याएका हुन्। त्यो इतिहास पुरानो होस् अथवा त्यो इतिहास लामो होस्। हाम्रा निर्देशक स्वर्गीय हिरा सिंह जुन बेला नेपाली सिनेमा निर्देशन गर्न आउनुभयो त्यति बेलासम्म उहाँले कुनै पनि सिनेमा निर्देशन गर्नुभएको थिएन र उहाँ झन्डै झन्डै 40-42 वर्षको उमेरको हुनुहुन्थ्यो र 60-62 वर्षको उमेरसम्म उहाँले नेपाली चलचित्र उद्योगको सेवा गर्नुभयो। त्यसपछि प्रकाश थापाजी आउनुभयो। प्रकाश थापाजीलाई पनि नयाँ निर्देशकका रूपमा हाम्रो चलचित्रले स्वीकार गर्यो। त्यस अगाडि अथवा भनौँ उहाँको पहिलो चलचित्र मनको बाँध निर्देशन गर्नु अगाडि उहाँले कुनै पनि चलचित्र निर्देशन गर्नुभएको थिएन। त्यसरी नै यस्तै कुनै समारोहमा निर्देशक लक्ष्मीनाथ शर्माजीलाई नवोदित निर्देशकका रूपमा परिचित गराइएको, प्रदीप रिमालजीलाई नवोदित निर्देशकको रूपमा परिचित गराइएको त हामीले आफैले स्पष्ट आफ्नै आँखाले देख्ने अवसर पाएका छौं। तसर्थ जहिले पनि जो पनि मानिस नेपाली चलचित्र उद्योगमा एउटा नयाँ आयाम थप्छु भन्ने जोश जागर र हौसलाका साथ आए उनीहरू नवागन्तुकका हैसियतमै आए। त्यो क्रम सदैव चालू रह्यो। 2033 सालमा जब मैले चलचित्र वासुदेव निर्देशन गरे त्यति बेला पनि म नवागन्तुक निर्देशककै रूपमा परिचित हुन पुगे राष्ट्रिय चलचित्र उद्योगसँग। त्यसपछि यस्तो थुप्रै जमात हाम्रो सामु देखा पर्यो जसलाई हामीले जहिले पनि नयाँ उत्साही र चलचित्र क्षेत्रका लागि थप आयाम सिर्जना गर्न सक्ने प्रतिभाका रूपमा स्वीकार्दै गयौं।
तसर्थ मेरो ओभरअल अब्जर्भेसनमा एटलिस्ट 49 इयर्स अफ अब्जर्भेसन जहाँ म चाहिँ डाइरेक्टली नेपाली चलचित्र उद्योगको विकासको गतिसँग परिचित हुने सौभाग्य मैले प्राप्त गरेँ। मैले के अनुभव गरेको छु भन्नु होला भनेदेखि इट इज अलवेज अ न्यू जेनेरेसन ड्रिभन इन्डस्ट्री। नयाँ जेनेरेसनले ड्राइभ गर्दै 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 त्यसको बगाइलाई, त्यसको भोगाइलाई, त्यसको सतहलाई जोडेर राख्ने कारणले गर्दाखेरि यो आजको बिन्दुसम्म आइपुगेको हो। Lisa, so, bayang ka. Cut!